Everyone, welcome back to my channel. I hope सबैजना आरामले सन्चै हुनुहुन्छ र म पनि दिन आरामले ठिकठाक नै छु। साथीहरु मेरो चाहिँ राति सुत्दा ठिक थियो, बिहान उठ्दाखेरि राति चाहिँ के भयो थाहा छैन, साउन्ड यस्तो आएको छ। अनि त्यसपछि आज चाहिँ सबैजनालाई ह्यापी दशैं भन्छु। अनि त्यसपछि मैले चाहिँ अब भ्लगहरु बनाउन भ्याएको छैन कि यता काम गर्ने उता काम गर्ने, किनभने हाम्रोमा चाहिँ अब म एक्लै हो के काम गर्ने। अनि मम्मीहरु पसवान भइसक्यो, मम्मीले बिचारा खासै के कामहरु गर्न सक्दैन के, मम्मीले सम्झनु थिएन। अनि आफूले सबै कामहरु भ्याउनु पर्ने भएपछि एकदमै गाह्रो हुन्छ के भ्लग गर्नको लागि। त्यही मैले अब जसो भ्लग गर्नुपर्छ भनेर चाहिँ भ्लगहरु गर्न लागेको छु। अनि यस्तो झरी परेको छैन, कुन कुन ठाउँमा पानी पर्दैछ कमेन्ट गर्नु ल। हाम्रो यता काभ्रेमा चाहिँ एकदम डेन्जर पानी परिरहेको छ, रातभरि पानी परिरहेको छ, बिहानै पानी परिरहेको छ, हल्का हल्का रोकिरहेको थियो, फेरि छिटाइसक्यो। अनि म चाहिँ उठेर चिया खाएर नैते गरिसकेँ। अनि मैले यहाँनिर अब यहाँनिर चाहिँ मैले चना उसिनेको छु। अनि म चाहिँ अब यो चना मजाले भुट्छु। अनि चना भुटिन्जेल बोडी उसिन्छु, बोडीलाई उसिनेर राखिसकेपछि बोडी पनि बोइल हुन्छ, बोइल भएपछि बोडीहरू गर्छु होइन, भुटिनु गर्छु। अनि अचारहरू पनि बनाउँछु। अनि फटाफट गरेर म चाहिँ पूजाको सामानहरू रेडी गरेर मस्त। अनि आज अब जस्तो हुन्छ त्यस्तै गरेर दसैँहरू मनाउने प्लान छ हाम्रो। अब हेरौँ के हुन्छ। अनि हजुर पनि जे छ जस्तो छ त्यसमै रमाएर खुसी भएर चाहिँ मनाउनु होला दसैँ होइन। अब म चाहिँ आज के गर्छु चाहिँ मेरो ब्लगमा हजुरले हेर्दै गर्नु होला। अहिले मैले चाहिँ सबै कामहरू लगभग सकाइसकेँ। अनि अब कामहरू गरेको भिडियोहरू गर्नको लागि चाहिँ अब क्यामेराम्यान हुनुहुन्न होइन। अनि कामहरू गर्दै मोबाइल समाउँदै भ्लग गर्दै गर्दा गाह्रो हुन्छ नि त, म एकजना मात्रै छु। त्यो भएर मेरो पुरै पातो दुखिसक्यो कि यस्तो गर्नु हुँदैन, मलाई चाहिँ धेरै बेर कामहरू गर्न नै हुँदैन कि कस्तो त्यो हातहरू दुख्छ कि। अनि त्यसपछि अब यहाँ फेरि पानी पर्न लागिसक्यो, यस्तो भएको छ अहिले वेदर। पानी फेरि छिटाइसकेको छ हल्का हल्का होइन, कतिखेर ठुलो पानी पर्छ थाहा छैन। दसैँ पनि आज दसैँ नै होला जस्तो छ, एकदम ठुलो झरी पर्नेवाला छ जस्तो मलाई लागिरहेको छ। अनि अब जे छ जस्तो छ होइन। अनि त्यसपछि अनि मेरो चाहिँ लगभग कपालहरू पनि अलिअलि सुकिसकेको छ। अब बिचबिचमा अब भित्रभित्र अलिअलि चिसो छ होइन। अनि मैले चाहिँ चना पनि पकाइसकेँ, बोडी पकाइसकेँ होइन, सबै अब अचारहरू बनाउनु बाँकी छ। अनि मैले सफाहरू सबै गरेर भ्याइसकेको छु। अनि यहाँनिर चाहिँ मैले मजाले चनाहरू बनाइसकेको छु। यसमा धनिया हाल्न बाँकी छ। अनि धनिया लिएर आउनु चाहिँ मेरो मम्मी आउनुपर्छ नि त, मम्मीहरू पसलबाट आउनु बाँकी छ। यहाँनिर चाहिँ मासु पनि छ, मासु चाहिँ हिजो बेलुकाको हो कि। मैले यहाँनिर अचार बनाउनको लागि आलु पनि उसिनेर राखिसकेको छु। अनि त्यही हो साथीहरू, अब चट्टा पारेर अब यहाँनिर मैले पूजाहरूको सामान ठिक पार्ने यहाँ गरिसकेको छु। यहाँनिर भइहाल्यो। अब त्यस्तै छ हाम्रो घरतिर चाहिँ होइन। अनि मैले पूजा सामान चाहिँ अब मम्मीले आएर हाल्नुहुन्छ कि मैले हाल्छु थाहा छैन, सायद मम्मी आएरै हाल्नुहुन्छ होला। मैले चाहिँ यहाँनिर पुरै गरिसकेको छु, हेर्नु नि यहाँ पुरै सफाहरू गरेको छु बाँकी छ कि। यहाँनिर अब यो कुर्सीहरू सबै यहाँ सेटअपहरू गर्न बाँकी छ। अनि उतैनिरको त्यो के हो, त्यो पनि के हो हेरेर अनि त्यो चट्ट मिल्न बाँकी छ। हाम्रो चाहिँ यहाँनिर मकै बाँचेर यहाँनिर राखेको छ कि। अनि यत्तिकै भत्रगोल छ हाम्रोमा चाहिँ, के गर्नु यस्तै छ होइन। अनि त्यही हो साथीहरू, अब म चट्टपारामा यताको यो यसो हेर्नु पऱ्यो। अनि हाम्रो यहाँ बिचरा पनि मैले गरिसकेँ, चट्ट लाएर मिलाइसकेँ, ओछ्यानहरू पनि सबै सफा गरिसकेँ मैले, देख्न सक्नुहुन्छ। हाम्रो घर चाहिँ यस्तो छ। कतिजनाले चाहिँ मलाई होम टुर गर्नु भन्नुभएको थियो, यस्तै छ कि हाम्रो घर। अनि यहाँनिर चाहिँ मम्मीले दियो कलशहरू सबै ठिक पार्नु भएको छ पूजाआजाहरू गर्नको लागि होइन। अनि चट्टपारामा अब यहाँनिर चाहिँ मेरो बुबाहरूको रुम पनि मजाले गरिदिएको छु। यो चाहिँ बाबाहरूको रुम हो है, बाबाहरूको रुम हो यिनीहरू चाहिँ। यहाँनिर चाहिँ हाम्रो पूजाहरू गरिन्छ अब। अनि त्यस पछाडि मस्त यस्तो छ होइन, यसरी मैले राम्रो बनाइदिएको छु। हाम्रो चाहिँ यस्तै छ रुम साथीहरू। अनि यहाँनिर चाहिँ मेरो बहिनीले मलाई बर्थडेमा दिएको गिफ्ट हो यो, कस्तो राम्रो छ। अनि हाम्रो यहाँनिर चाहिँ अलिकति चर्केको पनि रहेछ कि। अनि यो चाहिँ मिलाउनु हामीसँग टाइम नभएकोले मिलाउनु पाएनौँ। अनि यो गली चाहिँ यत्तिकै छ, यो चाहिँ ओछ्याउनु बाँकी छ। ल त्यही हो, फटाफट अब म अचार बनाउनको लागि त्यो केराउ भिजाएको छैन, त्यो केराउलाई उता किचनमा लगाएर रेडी गरेर राख्छु। अचार चाहिँ फेरि अहिले मोल्दाखेरि पुरै गर्नुहरू हुन्छ नि त साथीहरू, त्यही भएर मलाई चाहिँ कस्तो थकै पनि लागिरहेको छ, यस्तो सुत्न मन लागेको छ। मेरो चाहिँ हिजो पनि बिहान निन्द्रा पुगेको छैन कि। हिजो पनि बिहान 3 साढे 3 बजेतिर उठेर हामी पसल गएको थियौँ, दिउँसभरि सुतेनौँ, बिजी भयौँ। अनि आज पनि म 5 बजे उठ्छु भनेर अलार्म राखेर सुतेको थिएँ, तर यस्तो डेन्जर पानी परेको कारणले म चाहिँ उठ्न सकिनँ। त्यो भएर म चाहिँ 6 बजे उठेँ। 6 बजे उठ्दा पनि पानी रोकेको थिएन। अनि अब पनि सुत्यो भने चाहिँ ल केही काम गर्न भ्याइँदैन है भनेर चाहिँ मैले अनि के भन्छ अरे जसो तसो गरेँ।
अनि ननम के भनेर बसिरहेको थिएँ, तै पनि दसैँको टाइममा नुहाउनुपर्छ, नुहाउन भनेर आज मैले मैला पनि भइसकेँ। त्यही हो मेरो चाहिँ यहाँनिर डल पनि झऱ्यो क्या, मलाई कस्तो मन पऱ्यो हेर्नु न साथीहरू, कस्तो राम्रो छ यो। यसलाई मैले यहाँनिर राखिदिएको छु कि मलाई यस्तो मनपर्छ कि डलहरू सजाउन ओर्न चाहिँ। अनि मेरो यो ठुलो डल छ नि जुन टेडी, यो चाहिँ मलाई गिफ्ट आएको हो। अनि कसले गिफ्ट दिएको भनेर चाहिँ हजुरले गेस गर्नु होला। म चाहिँ नि यसरी बसिरहेको कि ला केही देख्दैन रहेछ हाम्रो ऐनामा, त यो ऐना पनि सफा गर्ने टाइम भएको रहेछ। अनि यहाँनिर चाहिँ यसरी यो ऊहरू छ। यहाँ यो चाहिँ मेरो साथीले बर्थडे गिफ्ट दिएको हो, आजभन्दा कति वर्ष 2 वर्ष अगाडिको बर्थडे गिफ्ट हो त्यो। आया ल म चाहिँ अब साथीहरू मेरो चाहिँ भिडियोहरू हेर्दै गर्नु होला। अनि अब म चाहिँ आमाहरूकोमा जमराहरू पनि लिन जानु बाँकी छ, अनि रेडी हुन्छु। यो यस्तो दुखेर चाहिँ मैले मोबाइल पनि राम्रोसँग सम्झ सकिरहेको छैन क्या। फेरि मैले चाहिँ जमरा पनि लिएर आइसकेँ बुबाहरूको घरमा गएर। नेपाली चाहिँ हाम्रो घरमा जमरा यस्तो भएछ कि हरियो भएछ। पहेँलो चाहिँ किन भएछ भन्दाखेरि त्यो चारैतिरबाट हावाहरू छिरेछ क्या, अनि त्यो भर्खर पहेँलो हुन पाएनछ। अब जे भए पनि अब लगाउनै पऱ्यो गएन, त्यही भएको भएर। अनि मलाई चाहिँ कस्तो शरीरहरू पुरै गलिरहेको छ कि के भयो। अनि मेरो चाहिँ मम्मीलाई पनि ज्वरो आइरहेको छ क्या, 2-3 दिन भइसक्यो। अनि यस्तो बिरामी भयो भनेर बस्यो भने झन् झ्याउ हुन्छ चाडबाडको बेला भनेर झन् सकिनसकि गइरहेको छु मैले पनि। अनि यस्तो पानीहरू परिरह, अनि यस्तो हिलो भइरहेको छ कि बाटो पनि हेर्नु न यहाँ। अब म रेडी हुन खोजिरहेको थिएँ, तर अझै कामहरू यता गर्ने उता गर्ने गर्दा खोइ नभ्याइएला जस्तो छ। अरू भने यस्तो बाटो यो हिलो चाहिँ लास्टै भयो कि लास्टै हेरौँ न, यस्तो हिलो हो कि चाहिँ क्यामेरामा त अलिक कम देख्दो रहेछ क्या र। यस्तो हिलो बाटो हिँड्नु पऱ्यो, चप्पल हेर्नु न, चप्पलको हालत यस्तो छ यहाँ। मलाई चाहिँ पुरै दुखाइरहेको हो कि गोडा, चप्पलले घाउ बनाएको थियो। ल हेर्नु न साथीहरू, गाउँघरको बाटो यस्तै हो कि। म चाहिँ आमाहरूकोमा चिया नखाने भन्दा पनि आमाले चाहिँ मलाई चिया जबरजस्ती दिनुभयो है। अनि दुध चिया रहेछ नि, दुध चिया मैले खाएँ, दुध चिया मेरो फेभरेट हो कि। मलाई चाहिँ कालो चिया यस्तो मन पर्दैन कि। अनि कहिले बिरामी भएर केही भइहालेछ भन्ने मात्रै हो त्यो कालो चिया जबरजस्ती खानुपर्ने होइन। होइन भने दुध चिया मलाई भएपछि केही पनि जाँदैन। अनि अब टिकाको सामान चाहिँ मम्मीहरूले आएर मुस्नुहुन्छ कि मैले मुस्छु थाहा छैन साथीहरू। मलाई त कस्तो भइरहेको छ, यहाँ भाइहरू पनि आउँदैन, तिनीहरू पनि त्यहाँ माथि बसेको बसेछन् रुमबाट बाहिर निस्किँदैनन्। म एक्लै कतातिर चाहिँ गर्नु ल। त्यही हो, मेरो चाहिँ यहाँ अचारहरूलाई छोपहरू पनि पिन्न छ। साथीहरू हामी चाहिँ फाइनली रेडी भइसक्यौँ, टिका पनि लगाइसक्यौँ। अनि मम्मीहरू अघि आइसक्नु भएको थियो। अनि अब यहाँ चाहिँ हामी चाहिँ रेडी भएर निस्किसक्यौँ। मम्मी रेडी हुँदैछ, भाइ यहाँनिर छ, अनि बाबा चाहिँ अघि जानु भइसक्यो होइन। अनि मम्मी र बाबाले चाहिँ टिका लाउनु बाँकी छ क्या, त्यहाँनिर बुवाको घरमा गएर टिका लाउनुहुन्छ दाइको हातबाट। बुवाहरू चाहिँ भन्न जानु भएको छ, हजुर बुवाहरू। अब हामी चाहिँ यहाँबाट उता ठुलो बुवाको घरमा जानु लागेको। आमा यस्तो छ वेदर, अझै पनि पानीहरू पर्ने साथीहरू। ल त्यही हो, अब हामी चाहिँ पारामा निस्केको। ल जाउँ ल भाइ, ढोका लगा। आमा कति आउनु तपाईँ? आमा कति आउने? मैले खाएको चाहिँ म 5 मिनटमा आउँछु। ए ल 5 मिनटमा। ल ल ल ल यहाँनिर चाहिँ आइसिक्यो पिरियडमा लगेर नकरी के भयो अरे? पिरियडमा आइसिड लगिछ कस्तो। अनि के गर्नु त? अनि त्यो गाडीहरू माझ्नु पऱ्यो, के भयो त? अनि धामा त्यति नै हेर्नु सक्नु भएन? कराउनुहुन्छ क्या आमाले मलाई। अन्त त्यसपछि त्यही हो साथीहरू। अनि अब हिलो छ, पानी कतिलाई पर्छ थाहा छैन, त्यही पनि मैले चाहिँ अब यस्तो लुगाहरू लगाएर हिँडिसकेको छु। अनि गइन्छ जट्ट पारामा, अब टिका लगाइन्छ त्यहाँ ठुलो बुवाको घरमा। अनि खाना खाने हो, भोक लागिसक्यो, केही पनि खाएको छैन। अनि के गर्नु, अब मैले चाहिँ मेकअप पनि नगर्ने भनेर भइसक्यो। त्यही पनि अब यसो अलिअलि दसैँको बेला गरिदिउँ न त भने गरिदिएको। साथीहरू मलाई कस्तो दिएको छ कमेन्ट गर्नु होला। अनि चप्पल हेर्नु न, म ठिकै भएन कि, मेरो खुट्टा यस्तो सानो छ कि होइन, मलाई त्यो ठिक हुन्छ चप्पल पाइँदैन क्या। अनि मेरो ठुलो बाबाको छोरीको ज्यान यति सानो छ कि उसलाई चाहिँ ठिक हुनु लुगा पाइँदैन, त्यस्तो भएको छ होइन। अनि मैले चाहिँ अब जबरजस्ती अब छैन के गर्नु होइन, अब लाउनै पऱ्यो भनेर। अनि अलिकति ठुलो भए पनि मैले किनेँ। अनि त्यसपछि अर्को ठुलो मैले हिलमा किन्न लगाएको थिएँ। अनि हिलमा पनि त्यो ठिक भएन कि, मलाई साइजै भेटेन। अनि अब के गर्ने अप्सनै थिएन। अनि मैले चाहिँ उता काठमाडौँबाट पनि त्यो हिल चप्पल ल्याएको थिइनँ क्या, त्यही भएको भएर। अनि अब लगाउनै पऱ्यो भनेर हिजो अलिकति सानो साइज ठुलो साइजमा भए पनि किनिसकेँ। त्यही हो साथीहरू। अब गइन्छ टुई यत्रो हेरेर जानुपर्छ। अनि मेरो बाबा चाहिँ अघि जानु भइसक्यो। म चाहिँ यहाँनिर यस्तो गरेर भ्लगहरू गर्दैछु, मलाई देख्नु भएको छ। म चाहिँ यसरी भ्लगहरू गर्दैछु।
अनि मेरो चाहिँ टिका हल्का लतपत्तेको रहेछ बाबालाई दिँदाखेरि। अनि कस्तो हुन्छ भन्दाखेरि होइन मेरो निधाएर फेरि यस्तो टिका अटिन्छ कि साथीहरू म नकुरा गरौँ। तर अब यो दसैँको चाहिँ म भन्न सक्दिनँ किनभने अब घरबाट यस्तो मजा लगाइदिनु भएको छैन। अब सबैको घरमा अब टिका लाउँदै गएपछि त अब कसैले लगाइदिएको त्यो राम्रो भइरहेको टिका पनि लाउँदै झारिदिनु हुन्छ होइन। अनि त्यही भएको भएर चाहिँ अब के भन्छ थाहा छैन। नत्र भने चाहिँ मेरो त टिका त पुर्णेको भोल्टसम्म पनि बस्छ कि अनि आफैले निधारबाट त्यो पुरै कोट्याइ निकाल्नु पर्ने पनि हुन्छ। अनि मैले चाहिँ यो ल्यासेस चाहिँ फर्काउनु बिर्सिछु। अब केही छैन। यहाँ चाहिँ भाइ पनि आउँदैछ। यो र म चाहिँ ट्रान्जेक्सन भिडियो बनाउनु बसिरहेको थियौँ। यो फिट्टिकै रुमबाट माथि आउँदै आएन, यो रुमबाट तल आउँदै आएन। अनि त्यही भएर अब बनाएनौँ हामीले भिडियो पनि। ल साथीहरू निस्क्यौँ है त हामी। अब भिडियो हेर्दै गर्नु होला। मेरो धेरै टाइमपछि बनाएको हो ल यो भ्लग पनि होइन। अब मैले त बोल्न पनि बिर्सिसकेँ के हो होइन। अलिक कस्तो हात पनि गोलिरहेको कि जाने बित्तिकै कहाँ ठुलो घर टेकल नि भात खाने लाउने हो कि आइज मेरो भ्लगमा के भन्छ यस्तो बाटो के भन्न चाहन्छस्? के हुनु पानी धेरै पर्यो जाडो भयो आजको दिन जाडो भयो घाम नि लागेन यस्तो बजारतिर जानु पर्यो है म राम्रो देखिया है मलाई आया बिहानदेखि के काम पनि सहयोग गरेँ सबै काम मैले गरेँ हो साथीहरू होइन। अब बोल्नलाई अब के बोल्नु यहाँनिर चाहिँ कुखुराहरू पालेको छैन। यो कुखुराले हामीलाई कति इन्फेक्सन पाइरहेको छ है भाइ कति धेरै असर गरिरहेको छ। कुखुराको सुलीहरू त्यहाँ हाम्रो घरसँग पनि गनाउँछ कि त्यति टाढा हुँदा पनि गाई टुई हिँड्न पऱ्यो। मेरो चाहिँ अब घाँटी के भएको भन्ने कुरा मलाई थाहा छैन। मेरो सुन पनि कस्तो आएको छ धेरै टाइमपछि भ्लग बनाएर मलाई त कस्तो भइरहेको हातै गलिरहेको छ कि अब मम्मी हराउनु पछि यो चाहिँ मैले चस्मा भाइको लगाएको है मसँग चस्मा पनि छैन। पूजा गरेर छिटी छिन् जताततै भेट्छ। तपाईँले पनि जाइसकेर दक्षिणा पाउनुभयो हरिसन चस्मा झिक्नु पर्ने कि छोरी चस्मा झिकु न सरकार त्यसरी पर्ला ल ज्ञानी हुनु छोरी मान्छे है। अब त्यो काँटामा च्यापेर राखेको छोरी पैसाको कुरो धेरै दिनु हुँदैन है। त्यत्रो बिटो देखा अब धेरै दिन गोडी त्यत्रो बिटो पैसा कान्छेले बुझाउँदैन के अरे जोइन नलिकन आउने छोरीलाई 550 जोइन आउनेलाई 1050 भने दाइ डल्नु अब रोशनी दिदीहरूसँग तल उठाएर पर्ने छ नि होइन रोशनी किन उसले 550 उसले पाउँछ जोइनले आएन पाउँछ दिदीसँग गए नि पाउँछ एक्लै गए नि पाउँछ आमा पाइल 550 पाइ मेरो दक्षिण नभए बिर्सकेर खोज्ने जाने ठुलोमा त अब लागेको चट्टपारामा टिका लाउन अनि हामीले चाहिँ ठुलो घरमा टिका लगाएर खानासाना खाइसक्यौँ। अब खाना आएको त भिडियो बनाउन पाएन किन भन्दाखेरि अब मान्छेहरू हुनुहुन्थ्यो अलिक अप्ठ्यारो लाग्छ नि त्यही भएर। अनि हाम्रो चाहिँ यहाँनिर ब्याग छ है यो ब्याग बोकेर चट्टजना लगाएको मसँग ब्याग पनि थिएन मलाई चाहिँ यो ब्याग भर्खरै गिफ्ट आएको हो। अनि यस्तो पनि यहाँनिर छ यसको मेरो चाहिँ ब्यागी यो दुइटाकै एउटा ब्याग हो होइन। अनि चट्ट हामी चाहिँ अब गयौँ टिका लाउन खै मम्मी चाहिँ जहिले पछाडि हजुर छिटो आउनु न मम्मी छिटो आउनु ल हामी त कता पुग्छौँ नि ल आउनु माछाहरूतिर आउनु ल चट्टपारामा जानु पऱ्यो। टिकटक बनाऊ भनेको टिकटक नै बनाउनु पाएन। यो ठुलो भयो कि साइजै मिलाएन अनि अब छैन त अनि लगाउनु त पऱ्यो। अब हाम्रो गाउँ देखाउँ भने साथीहरू यस्तो छ है यसको मजाले देखायो भने राम्रो छ कि गाउँ पहिला यहाँनिर कति कस्तो डेन्जर अम्मा पाइँदा हेर्नु नि यसले मैले चाहिँ गाइज होइन सेम लुगा किनेको थिएँ कि एउटै कलर तर यो डिजाइन चाहिँ फरक थियो मेरो चाहिँ यस्तो डिजाइन छैन। अनि त्यसपछि मैले चाहिँ अनि त्यो लुगा होइन अर्को लगाएँ चाहिँ त्यो पनि केही छैन। अनि के भन्छ अरे मलाई चाहिँ यो कुर्ता होइन यसको डिजाइन यस्तो मन पऱ्यो कि होइन मैले एकैसाथमा किनेँ कि मलाई एकैचोटि मन परेर अनि भिडियो बनाउनुपर्छ कि ह्याप्पी दसैँ भाइ भन्न ल जाऊँ ल।
साथीहरू अनि मैले चाहिँ दसैँको भ्लग चाहिँ अहिले भर्खरै मात्र पोस्ट गर्न लाग्दैछु किन भन्दाखेरि दसैँमा चाहिँ मैले भ्लग कम्प्लिट गर्न पाइनँ हाम्रोमा चाहिँ बत्तीदेखि लिएर नेटदेखि लिएर सबैको एकदमै ठुलो प्रब्लम भयो अनि त्यसपछि टिकाको दिन चाहिँ लाइट थियो एकछिन लाइट थियो अनि त्यसपछि पानी परेको भएर चाहिँ बत्ती सत्ती के पनि थिएन अनि मैले चाहिँ भिडियो कम्प्लिट पनि गर्न पाएको थिइनँ अनि त्यसपछि मैले चाहिँ दसैँको भ्लगलाई अहिले भर्खरै मात्र हाल्न खोज्दैछु अनि कस्तो भयो भन्दाखेरि टिकाको अघिल्लो दिनदेखि पानी परिरहेको थियो अनि टिका पछाडि पनि पानी परेको लगभग 5-6 दिनसम्म पानी पऱ्यो कि यतापट्टि त्यही भएर हो अनि त्यसपछि मैले चाहिँ अब दसैँको भ्लग जति छ त्यति नै अपलोड गर्छु भनेर सोचिरहेको छु अनि अर्को कुरा चाहिँ के भयो भन्दाखेरि मेरो चाहिँ वाच टाइमै घट्यो के साथीहरू अनि मलाई यो थाहा थिएन कि यस्तो मतलब भिडियो हाल्न छोडेपछि वाच टाइम घट्छ भन्ने थाहा थिएन अनि युट्युबले चाहिँ एउटा टाइम दिएको हुँदो रहेछ अनि त्यो टाइमभित्रमा चाहिँ हामीले वाच टाइम पुऱ्याउन सकेनौँ भनेदेखि हाम्रो त्यो घट्दो रहेछ के अनि मेरो लगभग मेरो 4000 वाच टाइम पुग्न लागिसकेको थियो लगभग 100 वाच टाइम मात्र बाँकी थियो कि अनि अघि बिहान हेरेको त मेरो त एकैचोटि घटेर 3300मा आएछ कि वाच टाइम अनि मलाई त यस्तो मन दुख्यो होइन मतलब म त नरुनु हाँस्नु भयो क्या अनि त्यसपछि किन भन्दाखेरि चाहिँ मैले त्यत्रो मिहिनेत गरेको थिएँ मेरो मिहिनेत सबै पानीमा गयो भन्ने भयो अनि मलाई कस्तो अलि पनि मलाई कस्तो बोल्नलाई कस्तो आँटै आइराखेन कि त्यो टाइममा कस्तो मैले कस्तो गरेर भिडियो बनाएको थिएँ है के गर्नु साथीहरू वाच टाइम घट्यो त्यही पनि केही छैन मलाई गर्छु अनि म सक्दो भिडियो अपलोड गर्छु अनि हजुरहरूले मलाई चाहिँ माया सपोर्ट दिनु होला अनि डेली ब्लग हाल्नु भन्नुहुन्छ कतिजनाले डेली ब्लग हाल्न चाहिँ मसँग त्यस्तो खासै केही उनी पनि हुँदैन कि केही कन्टेन्टहरू पनि हुँदैन अनि त्यही पनि म सक्दो कोसिस गर्छु अब चाहिँ मलाई थाहा भयो नि त धेरै ग्यापमा चाहिँ भिडियो अपलोड गर्न नहुने रहेछ धेरै ग्याप भयो भने वाच टाइम घट्दो रहेछ भनेर ल मैले चाहिँ अब दसैँको भ्लग मसँग जति छ त्यति अपलोड गरिदिन्छु हजुर सबैजनाले मलाई माया गरिदिनु होला बाई गाइज टेक केयर अबदेखि म भ्लग हालिरहन्छु।